गाइज वेलकम ब्याक टु माई च्यानल। यहाँ चाहिँ म हजुरहरूलाई म के खर्च छ भनेर देखाउँछु नि। आज हामी मेला पनि जान आँटेको नि त, अर्को मेला, त्यो होलचार स्कुल छेउमा लाग्ने मेलामा जान आँटेको थिएँ। अनि सो म हजुरहरूलाई देखाउँछु ल म के खर्च भनेर। म चाहिँ सुरुमा चाहिँ काम गर्न आँटेको थिएँ, अनि त्यही हो। अनि म चाहिँ धेरै बोल्न सक्दिनँ किनभने मेरो दाँत भाँचिरहेछ। किन भनेर भन्नुहुन्छ भने म चाहिँ ब्रास लाउन आँटेको, अनि त्यही भएर यदि हजुरहरूले मेरो भिडियो हेर्नुहुन्छ भने म हजुरहरूलाई मेरो ब्रासेसको जर्नी पनि भन्छु, त्यही भएर सब्सक्राइब गरिदिनु होला। अनि मैले चाहिँ यो यस्तो राम्रो मिलाएको थिएँ। अनि फेरि यो यहाँ सानो पनि हुन्छ नि मैले सारेँ। अनि त्यहाँदेखि यो सारा यस्तो गलेँ होइन। सादा गलिसकेपछि चाहिँ मैले चाहिँ हजुरहरूलाई के सुनाउँछु भन्नाले चाहिँ यस्तो दुख्न चाहिँ यस्तो फुलिन्छ क्या त्यो दाँत झारेपछि चाहिँ अलिकति सहनै पर्छ होइन। त्यो दाँत झारेपछि अनि दबाई पनि दिनुहुन्छ होइन, त्यो सुक्ने त्यो घाउ हुन्छ नि, घाउ त्यो सुक्ने। अनि त्यहाँदेखि मात्रै ब्रासेस लगाइदिनुहुन्छ। म चाहिँ अहिले 13 इयर्स ओल्डको, अनि त्यही भएर ब्रासेस लगाएको हो। अनि मैले चाहिँ यहाँ कहाँ गरेँ भने उलाबारीको फ्यामिली डेन्टल केयरमा गरेको। अनि मेरो दाँत चाहिँ 4वटा जानुपर्ने हुन्छ, जसको चाहिँ ग्याप छैन उहाँको चाहिँ जानु पर्दैन, जसको चाहिँ मेरो जस्तो ग्याप छैन त्यसको चाहिँ तिनीहरूको चाहिँ जानुपर्छ अरे। मलाई त्यति थियो इन्फर्मेसन, त्यति हो, मलाई थाहा छैन त्यहाँदेखि चाहिँ धेरै। अनि म चाहिँ हजुरहरूलाई अब फेरि त्यो कसरी मिलाएँ भनेर देखाउँछु ल। हेर्न सक्नुहुन्छ मैले यो के भन्छ टेडी बियर पनि राखेँ, गुडिया, अनि हजुरलाई देखाएँ। अनि फेरि म चाहिँ माथि जानुपर्ने हुन्छ भात खान, अनि अर्कोमा पनि होटल मिलाउनु पर्ने हो नि त, मेरो त पुस्नु पनि पर्ने हो। अब त्यहाँ पनि गरौँ भनेर भन्दै सोच्दै थिएँ। अनि फेरि गरौँ न भनेर जान आँटेको। सो म चाहिँ अब उता गएर काम गर्छु, अनि भात पनि खानुपर्ने हुन्छ। अनि मेरो चाहिँ दाँत यस्तो दुख्छ भात खाँदाखेरि, अनि यस्तो फुलिन्छ क्या। त्यो फुलेको पनि अलिक हट्छ, बेलुका गरेको थिएँ नि त मैले त, बिहान उठ्दाखेरि त अलिक हटेको थियो। अनि सो मैले चाहिँ अब यस्तो मजाले आइरहेको छ, सक्नुहुन्छ। अब म ढोका लाउँछु है, ढोका लाउँछ गाइस। मेरो मम्मी चाहिँ बोलाएको हुनुहुन्छ नि त। अनि मैले चाहिँ अतार देखाइदिएँ, मैले ओछ्यान मिलाएँ, अनि पुसेँ होइन, हेर्न सक्नुहुन्छ यो पनि मिलाएँ। अब सो म माथि आएँ, भात खाएको भिडियो बनाउनु पाइनँ होइन। मेरो काम चाहिँ मम्मीले भात पकाउनु भयो, मेरोमा काम चाहिँ भाँडा माझ्ने र बढाल्ने थियो। अनि म चाहिँ बढाल्न आँटेको थिएँ। मैले कुच्चा लिन गएँ, अनि कुच्चो लिन गएपछि फेरि मैले त्यो हुन्छ त्यो के भन्छ भात पकाउने त्यो चुलो त्यहाँ पनि पुसेँ। चुलो मतलब त्यो ग्यास है होइन। अनि त्यहाँदेखि फेरि मेरो काम पुस्ने यो थियो, यो चाहिँ चिटिक्का पार्नु पर्थ्यो। यत्रो ठुलो डाइनिङ टेबल यहाँ पनि चिटिक्का पारेँ मैले, हेर्न सक्नुहुन्छ। ठिकै चिटिक्का होइन, फ्ल्यास लाइट बाल्नु बिर्सेको थिएँ तर चिटिक्का भएको थियो। अनि म चाहिँ मेलातर्फ जान आँटेको थिएँ। मेला होइन यस्तो राम्रो देखिरहेको थियो मलाई चिटिक्का, तर मेला चाहिँ होइन काकी घर जान आँटेको थिएँ। मैले दिदी मम्मी हेर्न सक्नुहुन्छ, मम्मी चाहिँ आफ्नो भिडियो आफै बनाउँदै हुन्छ। अनि मलाई चाहिँ छिटो जाऊँ न भन्नुहुन्छ। नि म चाहिँ एकछिन न मम्मी नेक्लेस लाउँछु, अनि गाइजहरूलाई देखाउँ न मैले कपाल बाटेको भनेर यसरी मुनिबाट गरेँ। लुगा पनि देखाउँदैछु, म आफ्नो लुगाको सफ गर्दैछु। अनि हामी चाहिँ अब लाग्यौँ होइन, हिँड्दै जान्छु भनेर चाहिँ पर थियो नि त। अनि हिँड्दै जान्छु भनेर चाहिँ बहिनी पनि हिँड्दै जाने भने चुम हुँदै थियो। लास्टमा चाहिँ कोही हिँड्दै जाने भएन क्या, सबैलाई गर्मी भयो अरे के भयो अरे। अनि त्यही भएर हामी चाहिँ अब स्कुटीमा चढेर सारा गयौँ। अनि मकैफल सिजन छ सबैतिर, जहाँ त्यो र के भन्छ हरियो मकै जहाँ पनि त फेरि। अनि त्यही हो। अनि यहाँ चाहिँ पिच बनाउन हाल्नु थियो नि, त्यही भएर यस्तो राम्रो त्यो ढुङ्गाहरू छ, त्यही भएर होइन। अनि हामी चाहिँ घर जाँदै थियौँ होइन। अनि घर गएपछि हरियालाई मलाई एउटा फोटो खिच्न रोज्छ भनेर भने रोजको फोटो खिचिदिएको त उता रोज पो निकाल्यो अरे बुझै छ अरे क्या। दिदी यहाँ हुनुहुन्छ, अनि मेरो बहिनी यहाँ चाहिँ लिची बोकेर हिँड्दै हो। अनि माथि चाहिँ बाटो कस्तो राम्रो देखियो क्या, भ्यू चाहिँ मलाई कस्तो एस्थेटिक लाग्यो। अनि त्यहाँदेखि फेरि यहाँ मेरो लुगा देखाइदिनु न लुगा साथीहरूलाई भनेर भन्यो। अनि लुगा यसरी पोजिदिएको अरे। अनि मेरो मम्मी चाहिँ यहाँ लुगा खोल्दै हुँदैन छिटो आऊ भन्नुभयो। अनि हामी चाहिँ भित्र गयौँ। अनि म चाहिँ हजुरहरूलाई मेरो हिल देखाउँछु ल कत्रो ठुलो हो। अनि तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो हिल, अनि म पिटाले लगाएको छन्, यस्तो राम्रो देखेको थियो। अनि अब चाहिँ हामी रतन बुवाकोमा आएको थियौँ। अनि रतन बुवाकोमा जानुको लागि चाहिँ मैले चाहिँ हल्का मेकअप गरेँ, अनि त्यहाँदेखि के भन्छ कपालहरू कोरेँ।
अनि हामी चाहिँ सुरुमा चाहिँ मेला जानुपर्ने हुन्छ अनि त्यही भएर हामी चाहिँ मेलाको बाटो गयौँ। सुरुमा मेला जानुको लागि चाहिँ यतापट्टि गयौँ होइन यहाँबाट। अनि यो चाहिँ के भन्छ होली चार्ज स्कुल हो। होली चार्ज स्कुलबाट पर जानुपर्ने हुन्छ मेलामा चाहिँ। अनि कोही चाहिँ स्कुटी कोही चाहिँ बाइकमा जाँदै हुनुहुन्थ्यो। अनि मेरो बहिनीले चाहिँ सबैजना गइसक्नु भएछ भनेर भन्दै थियो। अनि मैले चाहिँ जाँदै हुनुहुन्थ्यो। अनि हामी चाहिँ अब 5-6 बजीतिर गएको थियौँ। अनि त्यही भएर यस्तो भएको भनेर रात पर्न आँटेको थियो। अनि त्यही भएर हामी चाहिँ सबैतिर हेर्दै थियौँ क्या। अब मेलामा त धेरै भिड हुन्छ अनि अलिकति पार्किङ गर्ने ठाउँ पनि हुँदैन। अनि मम्मीले चाहिँ पार्किङ गर्ने ठाउँ खोज्दै हुनुहुन्थ्यो होइन। हामी चाहिँ फाइनली पार्किङ गर्ने ठाउँ मम्मीलाई भेटाउनु भयो होइन। अनि पार्किङ गर्न जान आँटेको थियौँ। अनि पार्किङ हामीलाई चाहिँ उत्र है तिमीहरू म यहाँ पार्किङ गर्छु भनेर भन्नुभयो मम्मीले। अनि हामी उत्र पार्किङ गर्नुभयो। सुँगुरको मासु खान्छ नि त बहिनी। तपाईँको जात जस्तो लागेको होला होइन हो कि हुनु त तर खान्छ। दिदी चाहिँ अचार बनाउँदै हुँदा म चाहिँ फाइनली आएँ उतादेखि मेरो साथीको घरदेखि मामलादेखि। अनि त्यहाँदेखि म चाहिँ हिँड्दै फेरि मम्मीले कुमारी आइपुग्नु जम्ला भनेर भन्नुभयो। ल हुन्छ भनेर भनेको चाहिँ यस्तो ढाक्कर आएको थियो 7 बजिसकेको थियो होला 7 कि खै कति बजिसकेको थियो। यस्तो राति हुन्छ नि त अरू आइहाल्छ लाइट पनि थियो कहाँ पुरै धेरै थाहा चाहिँ थिएन होइन। अनि ठाउँमा थियो लाइट। अनि म चाहिँ अलिकति भिडियो बनाउँछु भनेर भने क्या अलिकति मात्रै कुमारीको घर पुगेर आँटेको कुमारी आन्टी माथि हुँदो रहेछ मैले भाइ अनि अर्को पनि भाइ कति क्युट छ। अनि मम्मी चाहिँ भाइमा मात्रै हेर्नु भएको थिएन। अनि खाएर जान्छ केही खाएन भने यस्तो रात गाडा गुडा पनि गऱ्यो। अनि त्यही हो। अनि यहाँ चाहिँ फुल लुगा पनि खोल्छ कि यता हेर न उहाँले हेरिहाल्यो लुगा फेरि अनि मेरो बहिनी पनि आउँछ नि मम चाहिँ अर्को रिक्वेस्ट अनि हामी चाहिँ मेरो बहिनीले के भन्छ सुन्दै अनि मम्मी चाहिँ यहाँ हुनुहुन्थ्यो। अनि मम्मीले चाहिँ यहाँ कति मजाले भिडियो गर्दै हुनुहुन्छ। वाह थ्याङ्क यू मम्मी भिडियो गरिदिनु भएछ। अनि म चाहिँ यहाँ परको ब्लु कलरको घरमा थिएँ। अनि यहाँ चाहिँ सिक्का पोल्दै हुँदो रहेछ क्या राति त्यति बेलासम्म त 7 बजिसक्छ 7 हामी त यस्तो ढिलो भएको। अनि दिदीहरू चाहिँ अझै काम गर्दै हुनुहुन्छ अचारहरू बनाउने काम होइन। यति पाहुना आएपछि बनाइहाल्नुहुन्छ। अनि म चाहिँ मम्मीले भिडियो बनाउनु भएको थियो नि त। अनि मैले त मम्मी भन्दै त्यहाँदेखि मम्मी आउनुभयो फर्केर अब जाउँ भनेर भने अनि मम्मी पनि हिँड्नु भयो। अनि हामी चाहिँ फेरि
कुमारी आन्टीको घर जानुपर्ने हुन्थ्यो अनि त्यहाँबाट कुमारी आन्टीको घर गयौँ। अब यस्तो लामो बाटो गयौँ होइन। अनि राति पनि भइसकेको थियो तपाईँलाई के देखाउनु भनेर। सो हामी चाहिँ फाइनली कुमारी आन्टीको घर पुग्यौँ। अनि कुमारी आन्टी माथि हुँदो रहेछ नि भाइहरूलाई हेऱ्यौँ। अनि मम्मीले भाइ बोकिराख्नु भएको थियो। बहिनीले चाहिँ दिनु न मम्मी म बोक्ने भन्दै थिएँ। अनि भाइ उयो यस्तो मजाले हेरिरहेको थियो क्या। अनि हामी त राति घर फर्क्यौँ। अनि गाडागुडुङ गर्दै थियो, पानी पनि पर्दै थियो। पानीमा भिजेर आएको हामी चाहिँ अलिअलि। अनि आर्या चाहिँ फेरि आउने बित्तिकै मुहाले दिइहाल्नुपर्छ, मुहाले हेर्न थालेँ। अनि यहाँ चाहिँ दिदी हुनुहुन्छ अनि आर्या सुत्न आँटेको थियौँ हामी दुईजना होइन। अनि म चाहिँ सुतिरहेको थिएँ। अनि आर्या भन त लु आर्या। गुड नाइट गाइस, थ्याङ्क यू फर वाचिङ।